फिल्म जसलाई दृश्य भाषा भनिन्छ, बालबालिकाहरू यसतर्फ सहजै आकर्षित हुन्छन्। उनीहरूले दृश्यबाट नै धेरै कुरा बुझ्न सक्छन्। बालबालिकालाई सही कुरा सिकाउन बुझाउनका लागि यो एउटा शक्तिशाली माध्यम पनि हो। त्यसैले त यस्ता फिल्महरू निर्माण भएका छन् जसले बालबालिकाको मनोविज्ञानमा सकारात्मक प्रभाव पार्छ। आज हामी बालबालिका र बालबालिकाका आमाबुवा एकसाथ बसेर हेर्नै पर्ने 5वटा फिल्मबारे जानकारी दिँदैछौँ। अब चर्चा गरौँ अभिभावक र बालबालिका सँगै बसेर हेर्नै पर्ने 5वटा फिल्मबारे। 1. पाइपर। पाइप पिक्सारको 2016 को छोटो एनिमेटेड फिल्म हो जसले साहस र आत्मविश्वासको कथा प्रस्तुत गर्छ। यो फिल्ममा एउटा सानो समुद्री चराको कथा छ जसको नाम पाइपर हो। पाइपर आफ्नो परिवारसँग समुद्रको किनारमा बस्छ, जहाँ उसकी आमा उसलाई समुद्रबाट खाना खोज्न सिकाउँछिन्। तर पाइपरलाई समुद्रको छालसँग डर लाग्छ। एक दिन छालले उसलाई भिजाउँदा ऊ डरले काँप्छ र खाना खोज्ने हिम्मत हार्छ। तर संयोगवश पाइपरले एउटा सानो केकाडासँग भेट गर्छ जसले समुद्रको किनारमा बालुवा मुनि लुकेर खाना खोज्ने तरिका सिकाउँछ। यो देखेर पाइपरले नयाँ दृष्टिकोण प्राप्त गर्छ। उसले समुद्रलाई फरक तरिकाले हेर्न थाल्छ र छालहरूको लक्ष्य बुझ्छ। बिस्तारै ऊ आफ्नो डरलाई जितेर बालुवा मुनि खाना खोज्न सफल हुन्छ। अन्ततः पाइपरले आत्मविश्वासका साथ समुद्रको सामना गर्छ र आफ्नो परिवारलाई पनि प्रभावित पार्छ। यो फिल्मले बच्चाहरूलाई डरलाई जित्ने र नयाँ सिक्ने साहसको महत्त्व सिकाउँछ। दृश्यहरू रमणीय छन् र संवाद बिना नै भावनात्मक कथा प्रस्तुत गरिएको छ जसले साना बच्चाहरूलाई बुझ्न पनि सजिलो हुन्छ। असफलताबाट सिकेर अगाडि बढ्नुपर्ने ज्ञान पाइपरले दिन्छ। 2. बायो। बायो 2018 मा रिलिज भएको पिक्सारको छोटो फिल्म हो जसले परिवार प्रेम र छाड्ने कलाको भावनात्मक कथा बोकेको छ। यो फिल्ममा एक चिनिया क्यानेडियन आमाको कथा छ जो आफ्नो खाली जीवनमा एक्लोपन महसुस गर्छिन्। एक दिन उनले बनाएको बायो अचानक जीवित हुन्छ र बच्चाको रूप लिन्छ। यो बायो बच्चाले उनको जीवनमा खुसी ल्याउँछ। आमाले उसलाई आफ्नो सन्तान झैं माया र हेरचाह गर्छिन्। बायो बढ्दै जाँदा उसले स्वतन्त्रता खोज्न थाल्छ, जस्तै साथीहरूसँग समय बिताउने र घरबाट बाहिर निस्किने। तर आमालाई यो स्वीकार गर्न गाह्रो हुन्छ। उनको डर र नियन्त्रण गर्ने चाहनाले एक दिन बायोलाई निल्ने अवस्थासम्म पुग्छ। यो दृश्यले आमाको भावनात्मक द्वन्द्वलाई प्रतीकात्मक रूपमा देखाउँछ। तर अन्तमा खुलासा हुन्छ कि बायो वास्तवमा उनको आफ्नै छोराको प्रतीक हो जो अब ठूलो भइसकेको छ। यो कथाले आमालाई आफ्नो छोरालाई स्वतन्त्र हुन सिकाउँछ। अन्तमा आमा र छोरो बीचको सम्बन्ध पुनर्जन्म हुन्छ र उनीहरू सँगै बायो बनाउँछन्। यो फिल्मले बच्चालाई परिवारको महत्त्व र प्रेमको गहिराई बुझाउँछ। अभिभावकहरूलाई छोराछोरीको स्वतन्त्रताको सम्मान गर्न प्रेरित गर्छ। सांस्कृतिक पृष्ठभूमि र मनछुने एनिमेसनले यो फिल्मलाई विशेष बनाउँछ। 3. दि प्रेजेन्ट। दि प्रेजेन्ट 2014 मा बनेको छोटो एनिमेटेड फिल्म हो जसले मित्रता, स्वीकार्यता र आशाको कथा पेश गर्छ। यो फिल्ममा एक किशोर केटाको कथा छ जो दिनभरि भिडियो गेम खेल्नमै व्यस्त हुन्छ। एक दिन उसकी आमाले उसलाई एउटा सानो कुकुर उपहार दिन्छन्। तर यो कुकुरको एउटा खुट्टा छैन। जसले केटालाई रिस उठ्छ। ऊ कुकुरलाई अस्वीकार गर्छ र उसको अपाङ्गताको मजाक उडाउँछ। कुकुर भने उत्साहले भरिएको छ, खेल्न खोज्छ, तर केटोले उसलाई टाढा राख्छ। बिस्तारै कुकुरको खुसी र ऊर्जाले केटाको मन पगाल्छ। कथामा ट्विस्ट तब आउँछ जब केटो आफ्नो वैशाखी प्रयोग गरेर उठ्छ अनि खुलासा हुन्छ उसको पनि एउटा खुट्टा छैन। यो देखेर दर्शकले बुझ्छ केटाले कुकुरलाई अस्वीकार गर्नुको कारण उसले आफ्नै असुरक्षाको भावना थियो। कुकुरको सकारात्मक व्यवहारले केटोलाई आफ्नै अपाङ्गतालाई स्वीकार गर्न प्रेरित गर्छ। अन्तमा ऊ कुकुरसँग खेल्न बाहिर निस्किन्छ र दुवैमा नयाँ उत्साह देखिन्छ। यो फिल्मले बच्चाहरूलाई अरूको कमजोरीलाई स्वीकार गर्न र आफूलाई माया गर्न सिकाउँछ।
संवाद बिना नै यो फिल्मले गहिरो सन्देश दिन्छ। रंगीन एनिमेसन र भावनात्मक कथाले साना बच्चाहरूलाई पनि यो कथा बुझ्न र मन पराउन सजिलो बनाउँछ। 4 फर दी वर्ड्स 2000 मा रिलिज भएको पिक्सारको हास्यपूर्ण छोटो फिल्म हो। यसले महत्त्वपूर्ण सहकार्य र अरूलाई स्वीकार गर्न सन्देश दिन्छ। कथामा साना चराहरूको समूह छ जो बिजुलीको तारमा बसेर रमाइलो गर्छन्। यी चराहरू आपसमा ठट्टा गर्छन् र सानातिना कुरामा झगडा गर्छन्। एक दिन एउटा ठूलो अनौठो देखिने चरा उनीहरूको तारमा बस्न आउँछ। यो ठूलो चरालाई देखेर साना चराहरू हाँस्छन् र उसको मजाक उडाउँछन्। उनीहरू उसलाई तारबाट हटाउन खोज्छन् तर ठूलो चराले नम्रतापूर्वक बसिरहन्छ। साना चराहरूले उसलाई धकेल्ने योजना बनाउँछन् तर उनीहरूको यो प्रयास उल्टो हुन्छ। तार चुन्डेर उनीहरू सबैलाई हावामा उछाल्छ र साना चराहरूको प्वाक खोसिएर उनीहरू लज्जित हुन्छन्। ठूलो चरा भने सुरक्षित रहन्छ र हाँस्छ। यो फिल्मले बच्चाहरूलाई अरू बाहिरी आधारमा आकलन नगर्न र समूहमा मिलेर काम गर्न सिकाउँछ। 5 पार्टली क्लाउडी 2009 मा रिलिज भएको पिक्सार मनसुने छोटो फिल्म हो। पार्टली क्लाउडी यसले मित्रता र निस्वार्थ समर्पणको कथा बोकेको छ। कथामा बादलहरू र तिनका साथी सारसहरूको संसार छ। बादलहरूले मानव र कुकुर बिरालो आदि बच्चाहरू बनाउँछन् अनि सारसले ती बच्चाहरूलाई पृथ्वीमा पुर्याउँछ। यो कथाले बच्चाहरूलाई सच्चा मित्रताको महत्त्व र अरूको लागि बलिदान दिने भावना सिकाउँछ। रंगीन दृश्य र हल्का हास्यले यो फिल्मलाई बालबालिकाका लागि रमाइलो बनाउँछ। गस र फिगको सम्बन्धले बच्चाहरूलाई साथीको कमजोरीलाई स्वीकार गर्न र माया गर्न प्रेरित गर्छ। तपाईलाई यो भिडियो कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया कमेन्टमा लेख्नुहोला। साथै च्यानलमा नयाँ हुनुहुन्छ भने एक सब्स्क्राइब गर्नुहोला।